आग्रह गर्न चाहन्छु। थ्याङ्क यू सो मच हेमन्त सर। नमस्कार सम्पूर्ण हाम्रो टिमलाई। आज बिजी व्यस्तताको कारण पनि हजुरहरू आज हाम्रो जुम सेसनमा आइदिनु भयो, त्यसको लागि सर्वप्रथम यहाँहरू सम्पूर्णलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हाम्रो जुम स्टार्ट भइसकेको छ र साथीहरूलाई हजुरहरूले इन्भाइट गर्न सक्नुहुन्छ अझै पनि। सर्वप्रथम म मेरो परिचय दिन चाहेँ। सरले अलरेडी दिइसक्नु भएको छ, त्यही पनि केही नयाँ साथीहरू हुनुहुन्छ भने उहाँहरूको लागि परिचय दिन चाहन्छु। मेरो नाम अमर सिंह खत्री हो र म जन्मेको रोल्पामा, हाल म दुबईमा छु। पछिल्लो 19 वर्षदेखि दुबईमा छु र गोल्डन गेटमा ठुलो सपना बोकेर ठुलो भविष्य देखेर आएको छु र तपाईँ हामी सबैको एउटै लक्ष्य हो, गोल्डन गेटलाई सफल बनाउने, अगाडि बढाउने भन्न चाहन्छु। र गोल्डन गेट हामीले स्टार्ट गरेको 1 वर्षको एनिभर्सरी अलरेडी मनाइसक्यौँ अगस्तमा, र हामी सेकेन्ड वर्षमा लागिसकेको छौँ। धेरै साथीहरूले स्टार्टिङमा यो पनि अरू कम्पनी जस्तै 6 महिना कट्दैन होला भन्ने पनि सोच्नु भएको थियो। धेरै साथीहरूले हामीलाई 3 महिना पनि चल्दैन होला भन्नुभएको थियो। तर हाम्रो जुन कम्पनीको सोच, भिजन, मिसन र हाम्रो हरेक कुराहरू जुन छ, किन भन्दा हामी यो इन्डस्ट्रीमा धेरै एक्सपिरियन्स, मलाई आफै पनि 2011देखि म इन्डस्ट्रीमा छु र यसको धेरै नलेज छ। साथै हाम्रो विक्रम सर पनि इन्डस्ट्रीमा मभन्दा पनि पहिल्यैदेखि हुनुहुन्छ। हाम्रो भुवन सर लगायत सबै टिमहरू एकदमै यो इन्डस्ट्रीको चाहिँ विज्ञ नै हुनुहुन्छ र इच एन्ड एभ्रिथिङ, सानो सानो कुराहरू, लुप होल्सहरू, हरेक कुराहरू हामीलाई चाहिँ राम्ररी थाहा छ। त्यसैले गर्दा हामीले हाम्रो मिसन भिजन भनेको कम्पनी लङ टर्म जानको लागि हामीलाई के गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ यो कम्पनी हामीले स्टार्ट गरेको हो। सो यो कम्पनी के हो, गोल्डन गेटको बारेमा तपाईँहरूलाई आज सरसरी भन्नेछु। सो एकदमै सिम्पल, सरल छ। गोल्डन गेटमा कुनै पनि तपाईँको अ, भनौँ न, अरू प्लानहरूमा सेम कुरालाई घुमाइ फिराइ गरेर धेरै ठुलो देखाएको जस्तो हुन्छ। तर हामीले भेरी सिम्पल, हाम्रो प्रेजेन्टेसन, हाम्रो प्लान, एभ्रिथिङ भेरी सिम्पल बनाएको छन्, जसलाई हजुरहरूले हेर्न सक्नुहुन्छ। म यहाँ सेयर गर्छु मेरो स्क्रिन है। हेमन्त सर, मेरो स्क्रिन सेयर भइरहेछ, मलाई भन्नु शेयर होला। भइरहेछ सर। ओके सर। फुल चाहिँ भइरहेको छैन के? यो अलि आज खै ह्याङ जस्तो के भएको छ? ओके सर, अब ठिक भयो। ठिक भयो? हजुर। अझै पनि तपाईँको ठ्याक्कै त्यो मिलेको छैन, के समस्या छ यसलाई? एकछिन स्टप गरेर यसलाई चाहिँ लिएरै आउँछु म यहाँ स्लाइड। ओके भयो सर, माफ गर्नु होला। टेक्निकल यो कहिलेकाहीँ हामीलाई धोका दिने गर्छ यसले। सो स्लाइड, हाम्रो प्रेजेन्टेसन स्टार्ट भइरहेको छ। छोटो मिठो तरिकाले म तपाईँहरूलाई आजको प्रेजेन्टेसन दिनेछु। फर्स्ट अफ अल वेलकम यहाँहरू सम्पूर्णलाई गोल्डन गेटमा, सबैजनालाई वेलकम गर्न चाहेँ। गोल्डन गेटको स्लोगन रहेको छ क्रिएटिङ ड्रिम्स ट्रान्सफर्मिङ लाइफ्स। यो भनेको हामीले हिजोको दिनमा जस्तो गाउँमा हुँदाखेरि हामीले सपनाहरू
ठुलो सपना थिएनन्। जब हामी सहरमा आयौँ अलिक ठुलो सपना भयो, हामी विदेशमा आयौँ, दुबईमा आयौँ, यहाँनिर हामीले ठुला ठुला गाडी, ठुला ठुला घर, महँगा महँगा कुराहरू देखेपछि हाम्रो ठुलो सपना ठुलो हुँदै गयो। सो गोल्डन गेटले चाहिँ हजुरलाई चाहिँ तपाईँको सपना, ठुलो सपना देख्नुहोस् भनेपछि, सपना पनि त देख्नको लागि पनि त तपाईँको एउटा भिजन हुनु पर्यो नि त, कस्तो खालको सपना देख्ने। सो गोल्डन गेटमा ठुलो सपना देख्नको लागि क्रिएटिङ ड्रिम्स भनिन्छ। र जब त्यो सपना पुरा हुन्छ, तपाईँको जीवन परिवर्तन हुन्छ, त्यसलाई चाहिँ ट्रान्सफर्मिङ लाइफ्स भनिन्छ। सो हाम्रो स्लोगनमा क्रिएटिङ ड्रिम्स र ट्रान्सफर्मिङ लाइफ्स भन्ने कुरा तपाईँले हेर्न सक्नुहुन्छ यहाँनिर। सो वेलकम छ यहाँहरूलाई, हामी स्टार्ट गरौँ। गोल्डन गेटको बारेमा कुरा गर्नुपर्दा, गोल्डन गेट हामीले लाइसेन्स अलरेडी 2000 फरवरीमा, हामीले 2024को फरवरीमा हामीले लाइसेन्स लिइसकेका थियौँ। किन भन्दा जब हामीले कम्पनी स्टार्ट गऱ्यौँ, लाइसेन्स लियौँ, त्यस पछाडि हामीले चाहिँ यसको सफ्टवेयर डेभलपमेन्टमा अगाडि बढ्यौँ। र सफ्टवेयर डेभलप गर्नलाई हामीलाई 6 महिना लाग्यो। त्यसैले गर्दा जबसम्म सफ्टवेयर लाइभ थिएन तबसम्म हामी कसैलाई पनि भनेनौँ। सो अलिकति हाम्रो ओपनिङ डेट र लाइसेन्सको डेट फरक छ। हाम्रो लाइसेन्सको डेट चाहिँ फरवरीमा हो 2024 भने, अगस्तमा चाहिँ हामीले यसलाई अफिसियली लन्च गरेको थियौँ, जुन चाहिँ एउटा 5 स्टार होटलमा। सो गोल्डन गेटलाई, त्यसै गरी गोल्डन गेट तपाईँहरूले जुन डेट देख्नु भएको छ यहाँनिर, 4 अगस्त 2024मा भइसकेको छ फाउन्ड, होइन। त्यसै गरिकन कम्युनिटीले, इन्डिभिजुअल र सबैजना मिलेर, होइन, हामीले रियल इस्टेट प्रपर्टीमा इन्भेस्ट गर्नुपर्छ र हाम्रो गोल भनेको 100भन्दा धेरै प्रपर्टीहरू 2040मा हामीले आफ्नो बनाउने भन्ने हाम्रो एउटा गोल छ, एउटा लक्ष्य छ। त्यसै गरिकन हाम्रो प्लान भनेको हामीसँग मोर देन तपाईँको 1 लाखभन्दा धेरै इन्भेस्टरहरू अल अराउन्ड द वर्ल्डबाट हामीले 2030भित्र 10 मिलियन बाई 2040 भनेको 1 लाख चाहिँ 2030भित्र र त्यसैलाई 10 लाख चाहिँ 2040भित्र हामीले म्याक्सिमम् मेम्बरहरू संसारभरि क्रिएट गर्ने हाम्रो त्यो चाहिँ हाम्रो गोल रहेको छ। त्यसै गरिकन हामीले हाम्रो आफ्नो कमर्स पनि लन्च गर्ने प्लानिङ छ 2nd एनिभर्सरीमा। सो त्यसै गरिकन हामीले इन्भेस्टरहरूले हाम्रो टोकन बाई सेल सबै कुराहरू गर्न सक्नुहुन्छ। सो यो सबै जुन जिजिएफसी हाम्रो टोकन छ, यो सबै ठाउँमा युज गर्न मिल्छ। त्यो भन्न चाहेँ, वेलकम अल द बिग ड्रिमर्स। हामी सबै ठुला सपना देख्ने व्यक्तिहरूलाई वेलकम गर्न चाहन्छु म आजको प्रेजेन्टेसनमा गोल्डन गेटमा। सो हाम्रो टिम रहेको छ। हाम्रो टिममा आज हामी केही साथीहरू हामी दुबई युएईबाट छौँ। 10 वर्ष 20 वर्ष एक्सपिरियन्स दुबईमा भएको साथीहरू छौँ भने, केही व्यक्तिहरू कुवेतबाट हुनुहुन्छ भने, केही व्यक्तिहरू इजरायलबाट। त्यसै गरेर हामी ग्लोबली, हुनसक्छ भविष्यमा हाम्रो अरू अरू देशबाट पनि हामीसँग टिमहरू जोडिँदै जानुहुन्छ, अमेरिकाबाट, होइन, त्यसै गरी युरोपबाट, अब मिडल इस्टदेखि लिएर इन्डियादेखि लिएर हरेक देशबाट हामीसँग सायद टिमहरू आउँदै जानुहुन्छ। अहिले हाम्रो यो टिम छ जुन चाहिँ 3वटा ठाउँबाट छ, युएईबाट, त्यसै गरिकन तपाईँको इजरायल र कुवेतबाट मिलेर हामीले ग्लोबली यो टिम, स्ट्रङ टिम मिलेर गोल्डन गेटलाई अगाडि लिएर बढिरहेको छौँ। सबैको मिसन भिजन छ, सबैको मिसन भिजन एक्सपिरियन्सहरूलाई एक ठाउँमा राखेर हामीले गोल्डन गेटलाई अगाडि लिएर गइरहेछौँ। सो हाम्रो भिजन कम्पनीको, वी वान्ट टु डेभलप जेन्युन बिजनेस द्याट विल बी लास्ट फर जेनेरेसन, इच एन्ड एभ्री मेम्बर अफ गोल्डन गेट, होइन। हरेक व्यक्तिहरूलाई हामी के चाहन्छौँ भन्दा जेन्युन बिजनेस द्याट लास्ट फर जेनेरेसन टु जेनेरेसन, हाम्रो छोरा नातिको पालासम्म पनि होस्, है, त्यस्तो बिजनेस बनाउन चाहन्छौँ। गोल्डन गेट क्यान गेट फाइनेन्सियल फ्रिडम विदिन 3 to 5 इयर। यदि हामी लागि परेर सिस्टमलाई फलो गरेर राम्रोसँग मजाले काम गऱ्यो भने 3 देखि 5 वर्षमा एटलिस्ट हामीले आज कमाइरहेको स्यालेरी जति पैसा यहाँबाट कमाउन सकिन्छ भनेर चाहिँ हामीले भन्छौँ। त्यसै कारण वी वान्ट टु बिल्ड अ बेटर फ्युचर वेयर एनीवन क्यान पार्टिसिपेट विथ इजी एन्ड कन्फिडेन्ट थ्रु इथिक्स बिजनेस प्र्याक्टिस। वी क्रिएट अ फेथ
टुवार्ड वेल्थ क्रिएसन एन्ड लास्टिङ प्रोस्पेरिटी। सो यस्तो खालको चिज हामीले बनाएर गइरहेको छौँ जुन चाहिँ हाम्रो भविष्यको लागि हामी नरहँदा पनि एउटा लेगेसी बनेर जाओस् होइन, त्यस्तो खालको चिज हाम्रो भिजन त्यो छ। त्यसै कारण हाम्रो मिसन, आवर मिसन इज टु एभ्री टु इम्पावर एभ्री इन्डिभिजुअल टु अनलक द न्यू अपर्च्युनिटी इन द प्रपर्टी ओनरसिप भनेको सानो अमाउन्टबाट पनि हजुरले एउटा प्रपर्टीको मालिक बन्न सक्नुहुन्छ, एउटा ओनरसिप लिन सक्नुहुन्छ, जुनमा सानो सानो इन्भेस्टमेन्ट गरेर फाइनेन्सियल ग्रोथ गर्न सक्नुहुन्छ। वी एम टु ब्रिज द ग्याप बिट्विन ट्रेडिसनल रियल इस्टेट एन्ड बिजनेस। हामीले जुन एउटा ट्रेडिसनल रियल इस्टेट छ त्यसलाई चाहिँ हामीले त्यो ग्यापलाई खतम गरेर हामी एउटा बिचमा ब्रिज बन्न गएको छौँ। एन्ड crypto asset golden gate support system provide equal opportunity for wealth creation and financial freedom to everyone in the world। संसारको कुनै पनि कुनामा हजुरले हामीसँग जुडेर हजुरले फाइनेन्सियल फ्रिडमको बाटोमा हिँड्न सक्नुहुन्छ। सो हाम्रो मिसन र भिजन रहेको छ है। त्यसै गरिकन रोड म्याप, यो जुन रोड म्याप देख्नु भएको छ यो अलरेडी हाम्रो रोड म्याप कम्प्लिट रोड म्याप हो, कम्प्लिट भइसकेको छ है। त्यसै गरिकन हाम्रो अर्को रोड म्याप छ। यो रोड म्याप तपाईँले सरसरी पढ्न पनि सक्नुहुन्छ, सायद पढिसक्नुभयो होला होइन, कहिले कुन कुन लन्च भइसक्यो भन्ने कुरा र गइसकेको रोड म्याप हो यो, र आउनेवाला रोड म्याप छ यो हाम्रो। लन्चिङ अक्टोबरमा तपाईँको स्टेकिङ लन्च हुँदैछ हाम्रो। सो केही तपाईँको डेभलपमेन्टमा अलिकति के हुन्छ भन्दाखेरि हामीले ठ्याक्कै भनेको डेटमा अलिकति त्यो डिफ्रेन्ट डिफ्रेन्ट कन्ट्र्याक्टहरू एड गर्दैछ, काम गर्दैछ। सो डेभलपमेन्ट टिमले अझै त्यसलाई केही समय लाग्छ भनेको छ, तर हाम्रो डेट अनुसार त्यो पनि अलमोस्ट 99% रेडी छ। अब 1%ले गर्दा त्यो कुनै पनि टाइममा लन्च हुनसक्छ है, त्यस्तो छ। त्यसै गरिकन हाम्रो अर्को छ ग्रान्ड सेलिब्रेसन एन्ड स्पेसल ट्रेनिङ तपाईँको 2 नोभेम्बर 2025मा यो हाम्रो हुनेवाला छ। बिग वेन गेम लन्चिङ जनवरी 2026मा हामीले गेम लन्च गर्छौँ, जुन तपाईँले संसारको कुनै पनि कुनाबाट हाम्रो जिजिएफसी टोकनले तपाईँले यो परचेस बाई गर्न सक्नुहुन्छ। यो टिकट जुन अनलाइन गएर यो डिजिटल सिस्टमबाट हामीले, यो चाहिँ एउटा ब्लकचेन टेक्नोलोजीभित्र हामीले बनाइरहेको छौँ। त्यसै गरिकन बिग विन गेम लाइभ सो तपाईँले 8 फरवरी 2026मा हेर्न सक्नुहुन्छ भने ग्रोथ एन्ड लिड वर्कसप 2026मा यो हाम्रो 10 मे 2026मा हामीले गर्नेछौँ। त्यसै गरिकन अर्को छ गोल्डन गेटको सेकेन्ड एनिभर्सरी एन्ड इ कमर्स लन्चिङ, यो हाम्रो फेरि अगस्तमा जब हाम्रो एनिभर्सरी हुन्छ त्यतिखेर चाहिँ यो गर्नेछौँ। सो यो ब्याक टु ब्याक रोड म्याप छ। कहिलेकाहीँ कुनै टेक्निकल कारणले 19-20 हुनसक्छ रोड म्यापहरू, तर कम्प्लिट चाहिँ अवश्य नै हुन्छ है। यसरी सुन्नु होला, पछिल्लो रोड म्यापहरू हाम्रो सबै अन टाइम कम्प्लिट भएको छ, अबको रोड म्यापहरू पनि यसरी नै कम्प्लिट हुनेछ। त्यसै कारण हाम्रो प्रोजेक्ट्सहरू, हामी जुन एउटा मार्केटिङ शैली छ त्यसलाई डाइरेक्ट सेलिङ भनिन्छ, अथवा त्यसलाई तपाईँको एउटा रेफरल बिजनेस पनि भनिन्छ, रेफरल र एफिलिएट मार्केटिङ पनि भनिन्छ। त्यो यो आफैमा एउटा ठुलो अहिलेको बिलियन डलरको इन्डस्ट्री हो। त्यो इन्डस्ट्री सँगसँगै हामी यो 4वटा इन्डस्ट्रीलाई लिएर 5वटा इन्डस्ट्रीमा हामी अगाडि बढिरहेको छौँ, जसमा रियल इस्टेटको इन्डस्ट्री छ, एकदमै राम्रो छ दुबईमा। तपाईँको दुबईमा किन रियल इस्टेट भन्दाखेरि यहाँनिर दुबईको र डलरको प्राइस फिक्स हुन्छ। म 2006मा आउँदा पनि 3.67 थियो भने अहिले 2025मा पनि 3.6 छ। यो कुनै चेन्ज हुँदैन। जब जब डलर बढ्दै जान्छ यहाँको दिरामको भ्याल्यु बढ्दै जान्छ। हिजोको दिनमा 18 रुपियाँ नेपालको रेट थियो भने आज 37 39 38.60 भइसकेको छ, लगभग 39 रुपियाँ पुगिसकेको छ। इन्डियन रुपिसमा 25 रुपियाँ पुगिसकेको छ एक दिराम। त्यसैले गर्दा यो कन्ट्रीमा किन राम्रो छ रियल इस्टेटमा इन्भेस्टमेन्ट भन्दाखेरि यहाँको पैसा पनि बढ्दै जान्छ, हाम्रो अरू देशको पैसा घट्दै जान्छ, यो देशको पैसा बढ्दै जान्छ। अर्को कुरा के छ भन्दा प्रपर्टीमा कुनै पनि ट्याक्स छैन, ट्याक्स फ्री कन्ट्री हो र प्रपर्टीमा ट्याक्स लाग्दैन होइन। त्यसै गरिकन हरेक वर्ष तपाईँको 10 देखि 20% एप्रिसिएसन जुन भन्छ नि, हामीले लगाएको भाडा रेन्टल प्रफिट त छँदैछ, रेन्टल सँगसँगै यसको भ्याल्यु पनि गेन हुँदै जान्छ, त्यो अर्को फाइदा छ। यस्ता विभिन्न फाइदाहरू छन् र यो ग्लोबल मार्केट हो। दुबई भनेको कि त ओन्ली वान कि त नम्बर 1 चिज मात्रै यसले बनाउँछ। त्यसै गरेर दुबई एकदमै स्ट्रङ हाम्रो एउटा ग्लोबलको एउटा एकदमै
पोइन्ट हो, राइट पोइन्ट हो, र त्यसैलाई हामीले चुज गरेर दुबईबाट हामीले स्टार्ट गरेका छौँ। आज हामी सानो छौँ होइन, तर भविष्यमा हामी धेरै ठुलो हुनेछौँ। त्यसै गरी हाम्रो अर्को प्रोजेक्ट छ जिजिएफसी। जिजिएफसी भनेको एउटा डिजिटल एसेट हो, यो एउटा टोकन हो, जसलाई हाम्रो इ कमर्समा अथवा हाम्रो तपाईँको पुरै हाम्रो जुन कम्युनिटीमा अथवा पेमेन्ट गेटवेमा यसलाई युज हुन्छ। जसरी गेममा, रियल इस्टेटमा, इ कमर्समा, भोलिको दिनमा अरू अरू नयाँ भेन्चरहरू हामीसँग टाइअप हुँदै हुँदै जाँदाखेरि सबैमा हाम्रो जिजिएफसी टोकन चाहिँ युज हुन्छ। र जिजिएफसी टोकन भनेको जस्ट 55 मिलियन मात्र छ, र अहिले एक्सचेन्जको रेट 10 पैसामा चलिरहेको छ। त्यसैले गर्दा हामीसँग लिमिटेड स्टक छ, यस्तो होइन कि भोलिको दिनमा बढाउन सकिँदैन। 55 मिलियन भएपछि अबको 10 वर्षपछि होस्, 20 वर्षपछि होस्, 50 वर्षपछि होस्, त्यो 55 मिलियनै रहन्छ। जस्तो हामीले आज काठमाडौँमा आज घडेरी किन्यौँ भने, 1 रोपनी घडेरी किन्यौँ भने त्यो 1 रोपनी 2 रोपनी कहिल्यै पनि हुँदैन, त्यहाँ भाउ बढ्ने गर्छ। 1 रोपनीको रोपनी नै हुन्छ। आज यसरी मानिलिनुहोस् हामीसँग 5 करोड 5 लाख रोपनी जग्गा छ, तपाईँले कति रोपनी किन्ने होइन? तपाईँसँग म के भन्छु, इच एन्ड हाम्रो हरेक टिम मेम्बरले चाहिँ एटलिस्ट 1 लाख टोकन बनाओस्। एकचोटि नहोला, हामीले जुन फाल्तु खर्च गरिरहेछौँ हरेक महिनामा $10, कहिले $5, कहिले $20 किन्नुहोस् न त, एक्सचेन्जमा गएर किन्नुहोस्। कसरी किन्ने हामी तपाईँलाई सिकाउनेछौँ। त्यसरी गरेर तपाईँले होल्ड गर्दै जानुभयो भने त्यो एसेट आज नभए पनि अबको 10 वर्षपछि त्यसले एउटा ठुलो भ्याल्यु क्रिएट गर्छ, र तपाईँलाई त्यसले फाइनेन्सियल फ्रिडम बनाउँछ। त्यो छ हामीसँग। त्यसै गरिकन अर्को छ गेम। गेम अहिलेको दुनियाँमा $1 बिलियन इन्डस्ट्री छ, र त्यसलाई चाहिँ हामीले पनि, किन भन्दा धेरै दुबईमा पनि ठुला ठुला महजुजदेखि लिएर ठुला ठुला लोटरी गेमहरू खेलाइन्छ, र हामीले पनि यसलाई त्यसरी नै एउटा ब्लक चेनबाट डिजिटल गेम जसलाई संसारको कुनै पनि कुनाबाट, र अहिले हामीले 2 नोभेम्बरमा लन्च गर्दैछौँ यो गेमलाई, सरी 2 नोभेम्बरमा खेलाउँदैछौँ यो गेमलाई, जसमा अहिले हामीले एउटा फिजिकली 3 तोला सुन दिइरहेको छौँ। त्यसको लागि जुन 10-10 ग्राम दुबईको 10-10 ग्रामको हुन्छ। सो त्यो हामीले अहिले 2-3 जना लक्की विजेताहरूलाई, नम्बरबाट हुन्छ कि होइन, लक्की विजेताहरूलाई चाहिँ हामीले गोल्ड दिइरहेको छौँ। त्यसै कारण तपाईँहरूले पनि सक्दो आफ्नो साथीभाइ, इष्टमित्र सबैजनाको नाममा टिकट काट्नुहोस्, र कसैले 5वटा भन्दा धेरै टिकट काट्नुहुन्छ भने हामीले 25वटा टोकन, जुन मैले अघि भने नि जिजिएफसी आज त फ्री जस्तै हो, 5वटा तपाईँले टिकट काट्दाखेरि 25वटा पाइरहनु भएको छ, र 5भन्दा माथि तपाईँले जति टिकट काट्नुहुन्छ प्रत्येक टिकटको 5वटा टोकन तपाईँले फ्रीमा एज अ गिफ्ट पाउनुहुन्छ, जसले भविष्यमा भोलि तपाईँलाई 3 तोला सुन त पर्ला नपर्ला, 3जनालाई त 100% पर्ने हो, तर त्यो 3जनामा तपाईँ पनि हुन सक्नुहुन्छ। इनकेस परेन भने पनि त्यो जिजिएफसी टोकनबाट तपाईँले भोलिको दिनमा अबको 5-10 वर्षपछि आज किनेको त्यो पैसा तपाईँको कतै पनि खेरो गएन क्या, तपाईँ जिरोमा हुनु भएन, तपाईँसँग केही न केही एसेट आयो। त्यसैले गर्दा हामीले त्यो तपाईँहरूलाई, त्यही भएर 5भन्दा धेरै टिकट चाहिँ काट्नुहोस् भन्न चाहन्छु। त्यसै गरिकन अर्को छ गोल्डन गेटको इ कमर्स। सबैले आफ्नो म्युट गरिदिनु होला, थ्याङ्क यू सो मच भन्न चाहन्छु है। ओके, सो त्यसै गरिकन अर्को छ इ कमर्स। इ कमर्स भनेको कस्तो भन्दाखेरि संसारमा तपाईँलाई थाहा छ एमाजोन आज वर्ल्ड अलिबाबा भनिन्छ, एमाजोन भनिन्छ, दुबईमा नुन छ, धेरै ठुलो छ। तर कसैले पनि यस्तो कन्सेप्ट ल्याएनन् कि तपाईँको जति पनि हाम्रो आज गोल्डन गेट कम्युनिटीमा तपाईँहरू जोडिनु भएको छ, र हाम्रो 20 लेभलसम्मको इन्कम जेनेरेसन छ, र त्यो प्रत्येक लेभलमा भोलिको दिनमा कसैले प्रत्येक लेभलको साथीले सामान किन्नुभयो भने इच लेभलमा तपाईँहरूलाई केही न केही बेनिफिट आउँछ। 1 नम्बरमा। अर्को नम्बरमा हाम्रै भित्रको साथीभाइहरूले इन्डियामा, नेपालमा हामी साथीभाइहरू धेरै हुनुहुन्छ, उहाँहरूले यो प्रडक्ट किन्नुभयो भने अथवा उहाँहरूले प्रडक्ट उत्पादन गर्नुभयो भने अब कहाँ बेच्ने भन्दाखेरि टेन्सन छैन, हाम्रो आफ्नै इ कमर्स हुन्छ। त्यसमा तपाईँले फ्री अफ कोस्ट हामीसँग सामान बेच्नुहोस्, बिकेको खण्डमा तपाईँलाई पनि प्रफिट हुन्छ, र नेपाल इन्डियामा राम्रो राम्रो प्रडक्टहरू हामीले त्यसलाई चाहिँ ग्लोबलाइजेसन, आज हामीले दुबईबाट स्टार्ट गऱ्यौँ भने हामीसँग मिडल इस्ट पुरै होइन, त्यसै गरिकन हामीले तपाईँको तपाईँको युरोपदेखि हरेक देशमा पनि भोलिको दिनमा जान सक्छौँ। आज हामी दुबई भनेको ग्लोबल हब हो, यहाँ हामीले लन्च गऱ्यौँ भने यसलाई गर्छौँ। नेक्स्ट इयर हाम्रो टार्गेट छ, र हामीले अर्को के गरिरहेछौँ भन्दाखेरि हामीले 49जना मान्छेलाई चाहिँ
एक एक पर्सेन्टको हिसाबले सेयर दिने, र कसैले $1000 हामीसँग इ कमर्सको लागि छुट्टै है इन्भेस्ट गर्नुहुन्छ भने हामीले लिमिटेड सिट मात्रै छ। हामीसँग अहिले हजारौँ मेम्बर छन्, हजारौँ मेम्बरमा 49जना लक्की मान्छे हुनुहुन्छ जसले $1000 भन्दा माथि इन्भेस्ट गर्नुहुन्छ इ कमर्सको लागि, र उहाँहरूलाई चाहिँ हामीले इ कमर्सको लाइफ टाइम जति पनि प्रफिट हुन्छ त्यसको तपाईँले 1% हाल्नुहुन्छ, 2% हाल्नुहुन्छ, त्यो पर्सेन्टेज हजुरलाई हामी लाइफ टाइम दिनेछौँ। र त्यो पनि तपाईँहरूको लागि एउटा गोल्डन अपर्च्युनिटी छ, र त्यो हामीसँग लिमिटेड सिट मात्रै छ। फर्स्ट कम फर्स्ट सर्भ भने जस्तो जो पहिला आउनुहुन्छ उहाँहरूले पाउनुहुन्छ, र हामीसँग 49जनाको लागि मात्रै छ। त्यस पछाडि चाहिँ 51% चाहिँ कम्पनीको स्टेक हुन्छ र त्यहाँनिर भएको बिओडीहरूको हुन्छ, र 49% चाहिँ हामीले पब्लिकलाई पनि त्यो स्टेक दिइरहेछौँ। त्यसै गरिकन तपाईँहरू हामीसँग जोडिन सक्नुहुन्छ है। यो चारवटा प्रोजेक्टको बारेमा मैले डिटेली भने। केही क्वेसनहरू भएपछि तपाईँहरूले हामीलाई वाट्सएपमा पनि सोध्न सक्नुहुन्छ है। अगाडि म सिम्पल देखाउने छु, धेरै डिटेलमा जाने छैन। सो चारवटा प्रोजेक्टको बारेमा सरसरी भने। जुन पहिलो प्रोजेक्टबाट हामीले एउटा फ्ल्याट लिइसकेको छौँ रियल इस्टेटको, यसको रेन्टल इन्कम आइरहेको छ, र हरेक महिनाको 1 तारिकको तपाईँहरूले आफ्नो वालेटमा यसको प्रफिट पाउनुहुन्छ। यो भनेको रेन्टल प्रफिट हो। त्यस पछाडि भनेको एप्रिसिएसन। भोलिको दिनमा हामीले हरेक 10 वर्षमा हामीले हाम्रो 60% मेम्बरहरूले चाहिँ यसलाई सेल गरौँ भनेर भोटिङ गर्नुभयो भने हामी अनलाइन भोटिङ सिस्टम हाम्रो सिस्टमभित्रै तपाईँहरूको आइडीभित्रै हामी जेनेरेट गर्छौँ, र तपाईँले भोटिङ तपाईँले बेच्ने कि राख्ने भनेर तपाईँले भोटिङ राइट्स गर्नुहुन्छ, र धेरै साथीहरूले होइन यसलाई बेचौँ भनेपछि हामी बेचेर फेरि अर्को प्रपर्टी बाई पनि गर्छौँ। त्यसैले गर्दाखेरि तपाईँ हाम्रै हातमा हो, हाम्रै कम्पनी हो यो, यसमा तपाईँहरूकै चोइस हुन्छ। त्यसै गरिकन हामीले जिजिएफसीको बारेमा भनिहाल्यौँ। यो जिजिएफसी भनेको 55 मिलियन छ, र यो बाइनेन्स स्मार्ट चेन भनेको अहिले वर्ल्डको नम्बर 1 एक्सचेन्ज भनेको बाइनेन्स छ, र त्यसकै एक्सचेन्ज अहिले हामीले यसलाई बाइनेन्सको एक्सचेन्जको वालेटमा ड्याप वालेटमा गएर पनि बाई सेल गर्न सकिन्छ होइन। सो जिजिएफसी गोल्डन गेट फ्युचर टोकन भनिन्छ यसलाई। त्यसै गरिकन हामीसँग प्याकेजहरू छन्। हेर्नुहोस् है, अहिलेसम्म जस्तो यो गोल्डन अपर्च्युनिटी हामीले भन्यौँ। अब यो गोल्डन अपर्च्युनिटीमा छिर्नको लागि कुनै न कुनै ढोका त चाहियो। त्यो ढोका हामीसँग कतिवटा छन् भन्दाखेरि 1 2 3 4 5 6 7वटा ढोका छन्। 7वटा ढोकामा तपाईँ पहिलो ढोका भनेको 25 पैसा, $25। अब $25 भनेको जस्ट पैसै छैन भने चाहिँ होइन, मलाई एकदमै मन पर्यो ढोकामा म छिर्छु भनेपछि यो चाहिँ तपाईँहरूको लागि 25मा चाहिँ एज अ मेम्बर मात्रै बन्न सक्नुहुन्छ। त्यस पछाडि छ $100। $100बाट तपाईँले $50 रियल इस्टेटमा जाने गर्छ, $30 तपाईँ गेम वालेटमा जान्छ जसबाट तपाईँले भोलि चिट्ठाको लागि टिकट काट्न सक्नुहुन्छ, 20%को तपाईँलाई जिजिएफसी टोकन पाउँछ, र त्यो 1 वर्ष लक हुन्छ, र आज यसको रेट भनेको फेरि 0.08 पैसामा पाउँछ, र यो हरेक 1 लाख टोकन सेल भएपछि 1 पैसा यसको प्राइस बढ्छ। इन्टरनल हाम्रो यसरी नै चलिरहन्छ सिस्टममा है। त्यो छ। त्यसै गरिकन अर्को बेसिक प्याकेज छ तपाईँको $200मा, एडभान्स 500मा, ब्रोन्ज 1000मा, सिल्भर तपाईँले 2500मा, र 5000को गोल्ड प्याकेज छ। र तपाईँले कुनै पनि प्याकेज बाई गर्दा युएसडिटी BEP20 हामीले एक्सेप्ट गर्छौँ। संसारको कुनै पनि कुनाबाट जोइन गर्न सक्नुहुन्छ तपाईँले डलर युएसडिटी दिएर है। त्यो छ। हरेक बिबी भनेको जिजिएफसी गोल्ड, जिजिएफसी भनेको गोल्डन गेट टोकन भयो, यहाँनिर सर्ट फर्ममा जिजिएफसी छ। त्यसै गरी बिबी भनेको बिजनेस भोल्युम। यो बिजनेस भोल्युम चाहिँ तब काम लाग्छ जब तपाईँको ऱ्याङ्क अगाडि बढ्नलाई, बोनसको लागि, बोनस खानको लागि, यो सबै ठाउँमा चाहिँ बिजनेस भोल्युम भनेर बिबी भन्ने कुरा चाहिँ काम लाग्छ है। त्यो ध्यान दिएर तपाईँहरूले सुन्नु होला। सो त्यसै गरिकन अर्को छ बेनिफिट्स अफ बाइङ प्याकेज। हामीले अर्को पनि एउटा यस्तो चिज राखेको छौँ, तपाईँहरूले गोल्डन गेटको $100बाट भए पनि तपाईँ जोइन भएर खुदाना खास्ता केही भइहालेको खण्डमा हाम्रो मेम्बरहरूलाई सुतेको सुतै भएको खण्डमा होइन, अरू त छैन, सुतेको सुतै भएको खण्डमा चाहिँ त्यो त्यो भन्ने खालको यस्तो छ नि, त्यो अहिले नयाँ एउटा यस्तो बिमारी भनौँ न, त्यसलाई क्याम्पमा पनि सुतेको सुतै हुने खालको आएको छ। त्यस्तो भएको खण्डमा चाहिँ उहाँको परिवारलाई हामीले $1000को राहत पनि दिने गर्छौँ। त्यो चाहिँ ओन्ली सुतेको सुतै भएको केसमा हो, र त्यो गल्फ खाडी मुलुकमा मात्रै हो, किनभने यहाँ गर्मीमा धेरै पसिनाबाट आएर सुतेको सुतै भने धेरै केसहरू हामीले देखाएको छौँ। त्यसले गर्दा स्पेसली त्यसको लागि हो, मिडल इस्टको लागि हो भनौँ न है। त्यसै गरिकन अर्को छ एकुपेसनल डिसेबल रिलिफ। त्यो भनेको
कुनै पनि $500 भन्दा माथिको मेम्बरले ड्युटी गर्दै हातखुट्टा अपाइज भयो केही भएको खण्डमा पनि हामीले $1,000 दिने गर्छौँ। अर्को छ 100% इन्भेस्टमेन्ट अपर्च्युनिटी अन प्रपर्टी। कसैले $1,000को पहिला प्याकेज लिनुहुन्छ भने त्यस उपरान्त तपाईँले हरेक महिना $100 $200 $500 थप्दै जान्छु म रियल इस्टेटमा, भविष्यमा मेरै लागि हो, एउटा जम्मा भइरहेछ, एउटा रियल इस्टेटको यसको भ्याल्यु बढिरहेछ, हरेक महिना यसको प्रफिट पनि आइरहेछ भनेर त्यस्तो सोच्नुहुन्छ भने $1,000बाट सुरु गर्नुहोस् र हरेक महिना $100 जम्मा पनि गर्न सक्नुहुन्छ। अथवा 4-4 5-5 महिना पछाडि पनि $100 डाइरेक्ट के तपाईँले, त्यो चाहिँ 50-50 हुँदैन। पहिलो 1000 चाहिँ 50-50 हुने गर्छ। 50% रियल इस्टेटमा, 30% तपाईँको गेम वालेटमा र 20% तपाईँको जिजिएफसी टोकन। तर त्यस उपरान्तको हरेकचोटि तपाईँले लगानी गरेको पैसा 100% रियल इस्टेटमा जान्छ। त्यसैले गर्दा हामी सबै साथीभाइहरूलाई एटलिस्ट $1000बाट सुरु गर्नुहोस् भनेर भन्छौँ। र त्यस पछाडि छ स्टार्ट योर ओन बिजनेस। हजुरले आफ्नै बिजनेस स्टार्ट गर्न सक्नुहुन्छ। $25बाट भए पनि संसारको 200वटा देशमा कुनै पनि देशबाट यो बिजनेस गर्न सक्नुहुन्छ। सो तपाईँले यो बिजनेसलाई दुनियाँमा तपाईँलाई बोल्ने खुबी, पहिलो कुरा तपाईँलाई राम्रोसँग प्रेजेन्टेसन दिने तरिका र जे छ कम्पनीको बढाइ चढाइ गरेर झुटो चाहिँ होइन है, जे हामीले हजुरलाई सिकाइरहेको छौँ सेम कुरा तपाईँले मार्केटमा सिकाउँदै गरेको खण्डमा तपाईँले टिम बनाउँदै बनाउँदै जानुभयो भने पनि ग्लोबलबाट तपाईँले मजाले पैसा कमाउन सक्नुहुन्छ है। त्यो छ। अब गोल्डन गेटको कम्पन्सेसन प्लान। कम्पन्सेसन प्लान भनेको माथिको पार्टमा हामीले देखाएको थियौँ, तपाईँले पैसा लगानी गरेको पैसाले पैसा कमाउँछ, अथवा तपाईँले किनेको एसेटबाट तपाईँलाई बेनिफिट हुन्छ, अथवा तपाईँसँग जुन त्यो तपाईँसँग गेम वालेटमा भएबाट तपाईँले टिकट काट्न सक्नुहुन्छ भने। अब चाहिँ जसले जति धेरै दुःख गर्नुहुन्छ, तपाईँको चेक तपाईँले आफै लेख्ने हो। तपाईँले कतिको यो महिना पैसा मैले कमाउने भनेर लेख्ने हो र त्यो लेखे अनुसार तपाईँले काम गर्ने हो। त्यसरी तपाईँले काम गर्दै जानुभयो भने तपाईँले धेरैमा धेरै अनलिमिटेड पैसा कमाउन सक्नुहुन्छ है। ध्यान दिएर सुन्नु होला सबैजनाले। डिस्क्लेमर छ, डिस्क्लेमरमा गोल्डन गेट मेम्बर सक्सेस डिपेन्ड अन हिज अन हर एफर्ट टाइम एन्ड डेडिकेसन भनेको तपाईँले जति धेरै दुःख, जति धेरै मेहनत गर्नुहुन्छ त्यति धेरै तपाईँले यहाँनिर पैसा कमाउन सक्नुहुन्छ। मार्केटिङ पार्टबाट भन्न खोजेको, किन भन्दा तपाईँले कामै गर्नुभयो भने त पैसा आउँदैन, तर धेरै काम गर्नुभयो भने अनलिमिटेड पैसा कमाउन सक्नुहुन्छ, जसमा चाहिँ हरेक दिनमा $25,000 पनि कमाउन सक्ने बाटो चाहिँ छ है यहाँनिर। त्यसरी सुन्नु होला। त्यसै गरिकन 3 टाइप्स अफ इन्कम छ, भेरी सिम्पल छ हामीले राखेको। युनिलेभल बोनस 20 लेभलसम्म, वर्ल्ड टुर, ऱ्याङ्क र रिवार्ड, यो 3वटा कुराहरू छ। युनिलेभल बोनस भेरी सिम्पल, 20 लेभलबाट तपाईँले बोनस पाउनुहुन्छ। पहिलो लेभल यदि तपाईँले कसै ए भन्ने व्यक्तिलाई जोइन गर्नुभयो भने 10%, यदि उहाँले $100बाट जोइन गर्नुभयो भने तपाईँलाई $10 आयो, यदि उहाँले 1000बाट जोइन गर्नुहुन्छ भने तपाईँलाई $100 आयो। अब ए भन्ने व्यक्तिले बी भन्ने व्यक्तिलाई जोड्नुभयो भने बी भन्नेलाई डाइरेक्ट 10% पाउँछ भने हजुरलाई 7% आउँछ। त्यसै कारण बीले सीलाई जोड्नुभयो भने तपाईँले सीलाई त चिन्नु हुँदैन थियो, तर सी व्यक्तिबाट बी भन्नेलाई 10% आउँछ। त्यस पछाडि त्योभन्दा माथि ए भन्नेलाई 7% आउँछ र तपाईँलाई 6% आउँछ। यसै गरिकन प्रत्येक लेभल 20औँ लेभल। यदि तपाईँ घर गएर हिसाब गर्नुहोला, 3 जना मान्छे मात्रै तपाईँले जोड्नुभयो र 3ले 3 गर्दा 9, 9ले 3 गर्दा 27, 27ले 3 गर्दा यस्तै गर्दा 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 तपाईँले यदि 20 लेभलसम्म हिसाब गर्नुभयो भने लाखौँ मान्छे तपाईँको टिममा हुन्छन्। र हामीले भनिन्छ नि, एकजनाबाट $1 मात्रै तपाईँलाई, यहाँ त तपाईँको धेरै देखाएको छ, $100 मात्रै जोइनिङ गरेर $1 मात्रै तपाईँलाई कमिसन आउँछ भने पनि यदि तपाईँको टिममा 1 लाख जना जोइन भयो भने $1 लाख आउँछ। र $1 लाख भनेको 1.5 करोड नेपालको हुन्छ। आज कुनै पनि तपाईँहरूले गरेको बिजनेस अथवा गरेको जबमा तपाईँहरूले गरेको स्यालेरीलाई हिसाब गर्नुहोला, महिनामा खाएर खर्च गरेर कति बचाउनुहुन्छ। त्यो बचाएको पैसाबाट 1 करोड बनाउन कति वर्ष लाग्छ हिसाब आफै गर्नुहोला। र त्यो जागिर सँगसँगै गोल्डन गेट गर्दै गर्नुभयो भने त्यही वर्षमा, जति वर्षमा तपाईँले स्यालेरीबाट 1 करोड बनाउनुहुन्छ नि, त्यति वर्ष तपाईँले गोल्डन गेटमा दुःख गर्नुभयो भने तपाईँले 1 करोड यहाँबाट त्योभन्दा धेरै कमाउन सक्नुहुन्छ। मेहनत छ, सबैले विश्वास नगर्ला, तर हरेक कुरा छ।
अनि तपाईँको बोल्ने मान्छेको पिठो पनि बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन भन्ने कुरा तपाईँलाई थाहा छ। त्यसैले गर्दाखेरि यदि तपाईँहरूले कोसिस गर्नुभयो भने आज सोसियल मिडिया भनेको टिकटक होइन, यस्तो राम्रो छ। आफूलाई ब्रान्डिङ गर्नुहोस्, राम्रो राम्रो पोस्टहरू फाल्नुहोस्। तपाईँलाई संसारभरिको मान्छेले तपाईँलाई हेरेर फलो गर्छन्, तपाईँसँग जोइन हुन्छन्। टिम बनाउन कुनै गाह्रो छैन। तपाईँले इन्स्टाग्राममा रिल बनाउनुहोस्, तपाईँले फेसबुकमा रिल बनाउनुहोस्, त्यसै गरिकन तपाईँले हरेक सोसियल मिडियाहरू छन्, त्यसबाट अगाडि बढ्दै बढ्दै जानुभयो भने। किन भन्दा थिङ्क बिग के, आज ठुलो सोच्नुहोस्। अबको 5 वर्षमा म कुन ठाउँमा कुन लेभलमा पुग्ने, कुन पोजिसनमा पुग्ने, अहिले म तपाईँलाई ऱ्याङ्क देखाउँछु, ऱ्याङ्कमा कुन पोजिसनमा पुग्ने भन्ने कुराहरू आजैबाट तपाईँले फोकस गर्नुभयो भने हुन्छ। अर्को कुरा छ, तपाईँले आफ्नो प्याकेजको 5 गुणा कमाउनुहुन्छ। र राम्रो पक्ष के छ भन्दा तपाईँको टिममा हरेक मान्छेले जब 5 गुणा पैसा कमाउनुहुन्छ फेरि प्याकेज किन्नुहुन्छ, त्यसलाई रिइन्भेस्टमेन्ट भन्छ। र रिइन्भेस्टमेन्ट गर्दा, प्रत्येकचोटि रिइन्भेस्टमेन्ट गर्दा पनि तपाईँलाई पैसा आउँछ भनेको, नयाँ जोड्दा पनि पैसा आउँछ र पुरानाले फेरि थप्दा पनि पैसा आउँछ। नयाँ जोड्दा पनि पैसा आउँछ, पुरानाले थप्दा पनि पैसा आउँछ। इ कमर्समा सामान किन्दा पनि पैसा आउँछ, टोकन किन्दा पनि पैसा आउँछ। हरेक चिजमा तपाईँलाई के छ भन्दा थोपा थोपाले समुद्र हुन्छ भने जस्तो, घैँटा भरिन्छ भने जस्तो थोपा थोपा जम्मा हुन्छ। र यो अहिले मजा आउँदैन जब अबको 5-10 वर्षपछि तपाईँको तल 1 लाखको टिम होस्। भिजन यसरी इमेजिन गर्नुहोस्, 1 लाखको टिम हुन्छ, सबैजनाले इ कमर्सबाट सामान किन्दै गर्दाखेरि तपाईँलाई पैसा आउँछ, सबैले प्याकेज रिपर्चेस गर्दाखेरि पैसा आउँछ। र तपाईँले हरेकचोटि कमाएको पैसा 5 गुणा हुँदा बित्तिकै फेरि रियल एस्टेट बढ्दै बढ्दै जान्छ। र रियल एस्टेटमा पनि तपाईँको लाखौँको पैसा जम्मा भइसक्छ। त्यहाँबाट हरेक महिना रेन्टल प्रफिट आउँछ। यतापट्टि रेन्टल प्रफिट आयो, यतापट्टिबाट टिमबाट पैसा आयो, यतापट्टि इ कमर्सबाट आयो। यो तिनवटा पैसा सँगसँगै तपाईँको आज किनेको टोकनको भाउ बढ्दै जान्छ, त्यसबाट पनि तपाईँको पैसा बन्यो भने यो चारवटै कुराबाट अबको 5 देखि 10 वर्षमा तपाईँले यति धेरै पैसा बनाउनुहुन्छ। अब 10 वर्षपछि जब तपाईँ कुवेतमा अनि तपाईँको खाडी मुलुकहरूबाट नेपाल फर्किनुहुन्छ नि, त्यतिखेर तपाईँलाई सुगर प्रेसरले भेटाइसकेको हुन्छ। त्यतिखेर तपाईँलाई धेरै पैसाको जरुरत हुन्छ। त्यतिखेर छोरा नाति कसैले हेर्दैनन्। आज हामीलाई थाहा छ, हामी जति दाजुभाइ भयो भने आज हाम्रो बुवा आमा, गाउँमा बुवा आमा मात्रै हुनुहुन्छ। सबैको त्यस्तै छ। किन भन्दा सबैजनाले कता 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 कता, कोही अमेरिका, कोही अफ्रिका, कोही कता, बुढेसकालमा हामी मात्रै हो। यदि तपाईँसँग फाइनेन्सियली पैसा छैन भने कसैले हेर्दैन। किन भन्दा त्यतिखेर तपाईँको छोराछोरीहरूको आफ्नै ड्रिम हुन्छ, आफ्नै सपना हुन्छ। युरोप छ भने आफ्नै किस्ता तिर्ने हुन्छ, आफ्नै गाडीको किस्ता तिर्ने, आफ्नै घरको किस्ता तिर्ने, आफ्नै बच्चाहरूको स्कुलको फिस तिर्ने तनावमा हुन्छन्। तपाईँलाई कसले पैसा पठाइदिन्छ? त्यतिखेर तपाईँसँग यो अपर्च्युनिटी छ, महिनामा मजाले 1 लाख रुपियाँ आउँछ भने त्यो 1 लाखले तपाईँले इन्जोय गरेर बस्नुहोस्, संसारको कुना घुमेर बस्नुहोस्। टन्न ब्याङ्क ब्यालेन्स बनायो भने नेपालबाट पनि युरोपको भिजा लाग्छ, नेपालबाट पनि अमेरिकाको भिजा लाग्छ। मजाले संसारभरि घुमेर मजा लिनुहोस्। त्यस्तो खालको गोल्डन अपर्च्युनिटी हामीसँग छ। र यसलाई डिपली रिसर्च गरेर मजाले मनदेखि बुझ्ने गर्नुहोस्, त्यही भन्न चाहन्छु म। अर्को छ वर्ल्ड टुर। हाम्रो कम्पनीको हरेक वर्ष एउटा देश घुमाउने, जब हाम्रो ठुलो टिम हुन्छ होइन, हरेक वर्ष हामी एउटा एउटा देशमा एनिभर्सरी मनाउँछौँ। त्यतिखेर हजुरले अरू देश, हरेक देश, हरेक वर्ष एउटा देशमा जाने पनि तपाईँले गोल सेट गरेर तपाईँ जान सक्नुहुन्छ। त्यो पनि हाम्रो एकदमै गोल्डन अपर्च्युनिटी छ। अब कुरा गरौँ, काम गर्दै गर्दाखेरि हरेक ठाउँमा मान्छेलाई चाहिने भनेको सम्मान हो, मान्छेलाई चाहिने भनेको एप्रिसिएसन हो। र गोल्डन गेटले पनि हजुरहरूको लागि यस्तो एप्रिसिएसन लिएर आएको छ जसमा हजुरले काम गर्दै गर्दाखेरि ऱ्याङ्कहरू एचिभ गर्दै 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 जानुहुन्छ। पहिलो ऱ्याङ्क छ गोल्डन गेटको रिप्रेजेन्टेटिभ। जस्ट 3,000को बिजनेस तपाईँको टिममा गर्नुभयो, 3जनालाई डाइरेक्ट रेफर गर्नुभयो भने तपाईँले रिप्रेजेन्टेटिभ यो तपाईँको स्यामसङको मोबाइल पाउनुहुन्छ। त्यसै गरी अर्को ऱ्याङ्क छ सफायरको। जस्ट 8,000को बिजनेस गर्नुभयो भने 2जनालाई रिप्रेजेन्टेटिभ बनाउनु पर्छ, तपाईँले स्यामसङको ट्याब पाउनुहुन्छ। धेरै साथीहरूले जितिसक्नु भएको छ। त्यसपछि रुबी छ। रुबीमा तपाईँले 20,000को बिजनेस हुन्छ पुरा टिमको, भनेको पहिलाको 8,000 र नयाँ 12,000 हरेकचोटि। हाम्रो कम्पनीको मजाको कुरा के छ भन्दा तपाईँको 1 वर्ष, 2 वर्ष, 3 वर्षमा धेरै कम्पनीहरू आए, हरेक महिना पछाडि भोल्युमहरू जिरो हुने गर्छन्। हरेक महिना तपाईँले सामान किन्नुपर्छ, मेन्टेन गर्नुपर्छ। हाम्रो कम्पनी यस्तो फ्लेक्सिबल छ, न तपाईँले हरेक महिना कुनै सामान किन्नु पर्यो, न मेन्टेन गर्नु पर्यो, नभने तपाईँको भोल्युमहरू कतै उड्छ। तपाईँ आज
हामी त्यही भएर भन्छौँ। आज केही छैन, तपाईँ नबुझ्नु होला, 6 महिनापछि 1 वर्षपछि जब तपाईँको साथीहरू तपाईँसँग जोडिनुहुन्छ, आज जोइन भएको साथीको बिजनेस भोल्युम कतै पनि उड्दैन, जस्ताको तस्तै हुन्छ। र कुन बेला कतिखेर कुन मान्छे एक्टिभ भएर लाग्नुहुन्छ हामीलाई थाहै हुँदैन। त्यही भएर भोल्युमहरू कतै पनि जाँदैनन्, त्यस्तो राम्रो प्लान हाम्रो छ। त्यसै गरिकन एमरोलमा हामीले 16 प्रो म्याक्स पुरानो फोटो हो, अब 17 प्रो म्याक्स आएको छ, तपाईँले त्यो पाउनुहुन्छ। त्यसै गरिकन डायमन्डमा तपाईँले एप्पलको म्याकबुक प्रो पाउनुहुन्छ। त्यसै गरिकन तपाईँले ब्ल्याक डायमन्डमा $4,500 बराबरको सुन पाउनुहुन्छ, लगभग 16 16 17 हजार हुने गर्छ दिराममा। त्यसै गरिकन ब्लू डायमन्डमा यो ऱ्याङ्कको लागि सबैजनाले तपाईँहरूले ड्रिम बनाउने हो। यो ऱ्याङ्कको लागि तपाईँ पुग्नुभयो भने यो 5 7 स्टार होटल हो। यो 7 स्टार होटलमा तपाईँ र तपाईँको परिवारसँग तपाईँलाई हामीले 1 हप्ता राख्नेछौँ। 1 हप्तासम्म तपाईँले दुबईको लग्जरी 7 स्टारमा, कसरी भन्दा गोल्डन गेटमा काम गर्दै गर्दा, केही छैन, 1 वर्ष 2 वर्ष 5 वर्ष 10 वर्षमा त हिट गर्नु होला नि यो ऱ्याङ्क। 10 वर्षपछि भयो भने त तपाईँले पायो त जान। त्यसैले फोकस गर्नुहोस्, गोल सेट गर्नुहोस् यो ऱ्याङ्कमा कहिले पुग्ने। त्यस पछाडि छ हाम्रो टोयोटा कोरोलाको कार, त्यो पछाडिको ऱ्याङ्कमा छ हामीसँग फोर्ड मुस्टाङ, त्यसपछि मर्सिडिज बेन्ज छ, त्यस पछाडि छ भिल्ला। हेर्नुहोस् है, दुबईमा भिल्ला हरेक मान्छेको सपना छ। सो तपाईँको सपना पनि दुबईमा भिल्ला, गोल्डन गेटबाट भिल्ला लिने। जब ध्यान दिएर हेर्नुहोस् त, सर तपाईँले यो ऱ्याङ्कहरू हेर्नुहोस् त, तपाईँले रिप्रेजेन्टेटिभ, सफायर, रुबी, एमरल्ड, डायमन्ड, ब्लू डायमन्ड, ब्ल्याक डायमन्ड, एम्बेसडर, ग्लोबल एम्बेसडर, भाइस प्रेसिडेन्ट र प्रेसिडेन्ट। तपाईँसँग 3वटा गाडी छन्, तपाईँ लग्जरी टुर पनि घुमिसक्नुभयो होटलमा, तपाईँसँग सुन पनि छ, ल्यापटप, मोबाइल सबै छ, त्यसै गरिकन तपाईँसँग घर पनि छ। अब के चाहियो त? त्यतिखेरसम्म जब तपाईँ प्रेसिडेन्ट पुग्नुहुन्छ नि, तपाईँको टिममा लाखौँ मान्छे हुन्छन्, र लाखौँ मान्छेले सामान किनिरहेका हुन्छन्, लाखौँ मान्छेले नयाँ मान्छे जोडिरहेका हुन्छन्, लाखौँ मान्छेले रिपर्चेस गरिरहेका हुन्छन्। हरेक एक्टिभिटीमा तपाईँलाई बोनस आइरहेको हुन्छ, बोनस आइरहेको हुन्छ। यता तपाईँसँग घर गाडी सबै छ, यता हरेक महिना अथवा हरेक दिन पैसा आइरहेको छ। अब योभन्दा राम्रो के चाहियो? यस्तो खालको गोल्डन अपर्च्युनिटी हामीले बनाएको छौँ। र म सबै हाम्रो नेपाली कम्युनिटीलाई के भन्न चाहन्छु भन्दाखेरि, तपाईँहरूले देख्नु भएको छ खाडी मुलुकमा मलवारीहरूले के गर्छ? मलवारीले आफ्नो मलवारीलाई सपोर्ट गर्छ। आज लुलु कति ठुलो भयो तपाईँहरूलाई थाहा छ नि? किन भन्दाखेरि लुलुमा सबै मलवारीले महँगो भए तापनि आफ्नै लुलुलाई पैसा जाओस् भनेर के गर्छन्? लुलुलाई सपोर्ट गरेको छ। तपाईँ हामी जति पनि साथीभाइहरूलाई म के भन्छु भन्दाखेरि, म्याक्सिमम् हामीसँग इन्भेस्टमेन्ट गरेर गोल्डन गेटलाई सपोर्ट गर्नुहोस्। किन भन्दा हाम्रो नेपालीको एउटा कम्युनिटीले यो खोलेको छ, हाम्रो टिमले खोलेको छ भनेपछि तपाईँ हाम्रो एउटा उच्च सम्मान हुनेछ। अबको केही वर्षपछि जब हामी संसारको ठुला ठुला देशमा गएर इभेन्टहरू गर्नेछौँ भने तपाईँ हाम्रै त हो नि, होइन? त्यसैले गर्दा तपाईँ हाम्रो एक आपसको कम्युनिटी, एक आपसको एउटा भनौँ न, सबैजना मिलेर गर्ने भने के सम्भव छैन भन्ने खालको मेसेज हामीले संसारलाई दिन सक्छौँ। र आर्थिक स्वतन्त्रको बाटोमा हामी यहाँबाट हिँडेर गोल्डन गेटबाट हामी फाइनेन्सियल फ्रिडम हुन सक्छौँ। त्यसैले हेर्नुहोस् त, सेलिब्रेट एभ्री माइल स्टोन ओभरकम विथ एभ्री obstacle हो। obstacleहरू धेरै छन्, इट इज दि जर्नी अफ प्रोग्रेस द्याट डिफाइन्स ट्रु सक्सेस भनेको। हेर्नुहोस् त, यो लाइनलाई पढ्नुहोस् है। त्यसैले गरेर एकदमै ऱ्याङ्क र रिवार्डमा एकदमै राम्रो बेनिफिट छ। यो हाम्रो लन्चिङको फोटो हो। सबैजना एकदमै लन्चिङमा हाम्रो सबै टिम साथीहरू हुनुहुन्छ। एकदमै धेरै साथीहरू रिप्रेजेन्टेटिभ भइसक्नु भएको छ, धेरै साथीहरू सफायर रुबी भइसक्नु भएको छ। हेर्नुहोस् है, त्यसै गरिकन यहाँ हेर्नुहोस् हाम्रो साथीहरूले सफायरको ऱ्याङ्क एचिभ गरिसक्नु भएको छ, त्यसै गरिकन रिप्रेजेन्टेटिभको ऱ्याङ्क एचिभ गर्नुभएको छ। हाम्रो जिजिएफसीको टोकन हामीले याचमा लन्च गऱ्यौँ, त्यही छ। सो प्रेजेन्टेसन मेरो यहीँनिर सकेको छ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अरू पनि कुराहरू म तपाईँहरूलाई अगाडि सेयर गर्नेछु, तपाईँहरू बसिरहनुहोला। धन्यवाद, थ्याङ्क यू सो मच। अहिलेसम्म तपाईँहरूलाई धेरै धेरै धन्यवाद मलाई सुनिदिनु भएकोमा। धेरै समयपछि म तपाईँहरूको माझमा यसरी बोल्न पाएको छु, एकदमै ह्याप्पी छु। र दसैँ भर्खर सकेको छ, र तिहारको पनि तपाईँहरूलाई धेरै धेरै शुभकामना, छठको पनि तपाईँहरूलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु। र यो म अहिले पाउज